Congratulations, Rasin, for your अस्ट्रेलिया भिजा। रासिनको अस्ट्रेलिया भिजाको यस दौरानमा चाहिँ अलिकति मैले ब्याकग्राउन्ड भन्न चाहेँ। रासिन हामीसँग आउँदाखेरि एक हिसाबले आफै रिसर्च गरेर युनिभर्सिटी रोजेको, आफैले खोजेको युनिभर्सिटी टेक्नोलोजी सिडनी, जुन चाहिँ टप युनिभर्सिटी अस्ट्रेलियाको, उसमा एप्लाई गर्ने भनेर आइसकेपछि र आज यस भिजाको हामी डिसिजन आइसकेपछि यो मोमेन्टमा आउँदै गर्दा रासिनले कतिको हामीसँग भिएक्सएल एजुकेसन काउसोदीसँग काम गर्दाखेरि कस्तो अनुभूति भयो अलिकति त्यो बताइदिनु त रासिनजीलाई। फर्स्ट अफ अल थ्याङ्क यू सर। मैले सबै स्टेपमा आफै रिसर्च गरेँ पनि कुन प्रोसेसमा चाहिँ के गर्नुपर्ने, डकुमेन्टहरू चाहिँ कुन कम्पलसरीली हुनुपर्ने, अनि सपोर्टिङ चाहिँ कसरी गर्नुपर्ने, यो चाहिँ सबै हजुरहरूले एसिस्ट गरिदिनु भयो। त्यसको लागि एकदमै ग्रेटफुल छ म। अनि अरूलाई पनि यदि हजुर स्योर हुनुहुन्छ यही कन्ट्री जाने हो, म यो कोर्स पढ्ने हो भने यति बेसिक रिसर्च गर्नुभएको छ भने हजुरहरूलाई पनि भिएक्सएल कन्सल्टेन्सी चाहिँ रेकमेन्ड गर्छु म चाहिँ। अनि यो फाइनेन्सियल डकुमेन्टेसनमा हामीबाट गर्दा कस्तो एउटा हिसाबमा एकदम हुन्छ नि, मार्केटमा अस्ट्रेलिया काम गर्दाखेरि टफ छ फाइनेन्सियल डकुमेन्ट होइन, एक हिसाबले कस्तो छ अब नयाँ गर्न खोज्ने भर्खरै 12 पास गरेका स्टुडेन्टहरूलाई चाहिँ फाइनेन्सियल डकुमेन्टमा भिएक्सएलसँग गर्दाखेरि चाहिँ कति मजाले यो चाहिँ एसिस्ट गरिदिनुहुन्छ भन्ने कुरा अलिकति। सरले सबै ग्राउन्ड अपबाट नै यो हुनुपर्छ, यसो गर्नुपर्छ भनेर एकदमै राम्रैसँग बुझाएर सबै क्लियरली एसिस्ट गर्नुहुन्छ। र कोही के अरे अब इन्ट्रेस्टेड हुनुहुन्छ भने आउँदा हुन्छ, किनभने सबै कमन नलेजबाट यो यसरी गर्ने, यो यसरी यो हुनुपर्छ भनेर सरहरूले सबै राम्रोसँग सिकाउनुहुन्छ। सो रेकमेन्ड गर्छु म भिएक्सएल एजुकेसन। थ्याङ्क यू वन्स अगेन रासिन फर योर अस्ट्रेलिया भिजा। अल द बेस्ट फर योर फ्युचर इन्डेभर। थ्याङ्क यू।